मेरो छोरा नि आछ आज जिम छोरा नि साइक्लिङ गर्न खोज्दैछ उसको खुट्टा चाहिँ पुगिरहेको छैन फेरि कमन डु इट बोय 10 मिनट चाहिँ साइक्लिङ गरिन्छ त्यसपछि ट्रेडमिलमा दौडिन्छ 10-15 मिनट त्यसपछि अलिकता वेट लिफ्टिङ गरिन्छ धेरै दिनपछि लगभग एक महिनै भनौँ न नेपाल गइयो हैन जिम गरिएन त्यही भएर हल्का गर्ने आज अनि 2-3 दिनपछि चाहिँ फेरि आफ्नो पुरानो अवतारमा आउनुपर्छ वार्म अप गरौँ पहिला स्वास्थ्य भन्ने कुरा हैन धेरै आवश्यक हुन्छ हैन यो स्वास्थ्यले गर्दाखेरि हामीहरू सबै चीज गर्न सकिरहेको हुन्छौँ हैन त्यही भएर हामीले पनि स्वास्थ्यको चाहिँ ख्याल गर्नुपर्छ तपाईहरु चाहिँ स्वास्थ्यको ख्याल गर्नलाई चाहिँ के गर्नुहुन्छ समयमा सुत्ने समयमा उठ्ने समयमा खाने हैन अनि त्यसपछि व्यायाम गर्ने दैनिक रूपमा के गर्नुहुन्छ जे गरे नि हैन स्वास्थ्यको चाहिँ हामीहरूले ख्याल गर्नुपर्छ साथीहरु हैन यही स्वास्थ्यले गर्दाखेरि हामीहरू हर चीज गर्न सकिरहेका हुन्छौँ आफ्नो काम गर्न सकिरहेका हुन्छौँ पैसा कमाउन सकिरहेका हुन्छौँ आफ्नो फ्यामिलीको ख्याल गर्न सकिरहेका हुन्छौँ हैन त्यही भएर स्वास्थ्य नै सबभन्दा ठुलो धन हो भन्छन् हैन स्वास्थ्यको ख्याल गर्नुपर्छ भिडियोहरु चाहिँ गइरहेको हुन्छ मेरो त्यति फलोवर्सहरु त छैनन् तैपनि फलोवर्स भन्दा बढी नै भ्यू आइरहेका हुन्छन् म जसले लाइक कमेन्ट गरिरहेको हुन्छु हैन सबैको म कमेन्ट हेरेर हुन्छु म आभारी छु तपाईहरु सम्पूर्णको हैन धेरैले चाहिँ रेगुलर कमेन्ट गरिरहनु भएको छ हैन तपाईको यही साथले गर्दाखेरि चाहिँ मलाई फेरि नयाँ भिडियोजहरु पोस्ट गर्ने बनाउने मन चाहिँ लागिरहेको हुन्छ हैन म सबैको कमेन्ट हेरेर आउँछु अनि तपाईहरुलाई थाहा पनि छ म सबैको रिप्लाई नै गरेर आउँछु जहाँ हुनुहुन्छ स्वस्थ रहनुस् खुश रहनुस् आफ्नो फ्यामिलीको ख्याल गर्नुस् हैन शुभ दिन।